मेरो विचारमा यो चुनावमा जित्नै पर्नेको पहिलो नम्बरमा हुनुहुन्छ एउटा यस्ता उम्मेदवार जसले गाउँ गाउँमा गएर भोट मागिराख्नु पर्दैन, अथवा उहाँ माग्न जाँदाखेरि त्यहाँका स्थानीयवासीहरूले तपाईँ दुःख गर्नु पर्दैन, हामी भोट तपाईँलाई नै दिने हो भन्छ। उल्टै पैसा उठाएर उहाँलाई चुनावी खर्च भनेर सहयोग गर्छन्। यहाँ त पैसा मान्ने चलन छ मतको लागि, विभिन्न झुटो आश्वासन दिने चलन छ, तर उहाँले कुनै आश्वासन देखाउनु भएको छैन। सक्ने गर्छु, नसक्ने गर्दिनँ, मन लाग्छ भोट देऊ, मन लाग्दैन भोट नदेऊ भनेर हिँड्नु भएको छ। र उहाँ जस्तो उम्मेदवार नेपालले सायद पहिलोपटक पाएको छ र म्याग्दीवासीहरूले आफ्नो मत प्रयोग गर्छन्, आफ्नो विचार प्रयोग गर्छन् र उहाँले सहजै जित्नुहुन्छ भन्ने आश छ। र उहाँले अहिले के भन्नुभएको छ भने पुराना र नयाँले पार लगाएनन् भने म प्रधानमन्त्री बन्छु भन्ने भन्नुभएको छ। हेरौँ, उहाँ प्रधानमन्त्री बन्नुको लागि एउटा योग्य पात्र त हुँदै हो, तर उहाँ स्वतन्त्र उम्मेदवार हो, विभिन्न पार्टीहरूले सहयोग गरे भने मात्रै उहाँ प्रधानमन्त्री बन्न सक्नुहुन्छ। र हेरौँ नयाँले पुरानाले के कसो गर्छन् र नयाँको सल्लाहकार बनिदिनुहोस्, मार्गदर्शक बनिदिनुहोस्, यहाँ विकास चाहने राम्रो काम गर्न खोज्नेहरूलाई सल्लाह र सुझाव दिनुहोस् भन्न चाहन्छु। र अरूले सहयोग गर्दै भने तपाईँ प्रधानमन्त्री बन्दा पनि हामी एकदमै खुसी हुने नै छौँ। कतिपयले उहाँको सरलतालाई देखेर खिजाउने काम गर्छन्, तर उहाँको अलिकति जीवनी पढ्ने हो भने तपाईँहरूलाई थाहा हुन्छ उहाँको सङ्घर्ष के हो, उहाँ कस्तो खालको मान्छे हो, उहाँ कस्तो विचार बोक्ने मान्छे हो, कस्तो भिजन भएको मान्छे हो। नेपाल सरकारले गर्न नसकेकोमा काम एउटा व्यक्तिले गर्ने मान्छे हो उहाँ, र त्यसको लागि कहाँबाट सहयोग जुटाउनु भयो, कसरी गर्नुभयो, बिना पैसा। उहाँसँग कहिले पनि सम्पत्ति थिएन, उहाँसँग कहिले पनि पावर थिएन, तर उहाँले सरकारले गर्न नसकेका कामहरू गर्नुभएको छ। तपाईँले पनि उहाँको जीवन पढ्नु भएको छैन भने पढ्नुहोस् एकचोटि, र तपाईँ पनि उहाँको फ्यान हुन्छ। सायद तपाईँ जिन्दगीमा हार्दै हुनुहुन्छ भने, अगाडि ठुला पहाडका समस्याहरू छन् भन्ने जस्तो लागेछ भने तपाईँले त्यो पहाड कसरी खोल्ने भन्ने खोज्नतिर उहाँको जीवनीले सिकाउन सक्छ। र म्याग्दीवासीहरूले जिताउनै पर्ने व्यक्ति र मेरो पहिलो नम्बरको क्यान्डिडेट जसले जित्नै पर्नेमा हुनुहुन्छ महावीर पुन।